21औं शताब्दी हो। सबैको हात मोबाइल पुगेसँगै हातको घडी खुट्टामा हुन्छ होला। कोही थाहा नभएकाहरूको हातमा होला घडी। जमाना अनुसार परिवर्तन हुनु पर्यो। अब टावर भन्ने कलेया छ डाँडो सजाना कि फल्ला जसा मोबाइलको काम गीत बजाना कि फपरे 4G को टावर अफरेमा 2G फेसबुक लाइट नै खुल्ला रे 4G हो कि मुजी 4G हो कि के हो त जमा ताउन। गुरुजन बाआमा भन्नुहुन्छ आफ्नो छोराछोरीहरूलाई सही बाटो हिँड गलत बाटो नहिँड भनेर। तर हाम्रो गाउँमा सहरको जस्तो पिच मोटर बाटो र पिसिसी बाटो नभएपछि यस्तो खतरा गलत बाटो हिँड्नु परेछ। गाडी चल्दै मोटर चल्दै पल्टे खाने डाँडा सँगै बस्ने कसम खाएथे केही कि भए टाढा। मौलो पानी सुकी गयो पानी छै कि कुवा भुल्या है कि ए बैगुनी सम्झिन्छ कि सुवा। अरे यार कसो लाग्यो पमनमा दताउन सटका बाज। मेरो सास बन्यौ नगेन तिमी खास बन्यौ नगेन। तिमी बिना सास फेर्न सक्दिन एकछिन टाढा भए मर्छु भन्थ्यौ। आज अरूको अङ्गालोमा कुत्ता नदेख्छु यार कि त सास बन्द भएर लास भयो माया। जिन्दगीको यात्रा लामो हुन्छ भन्छन् जति दौडिए पनि गन्तव्य भेटिँदैन रे। कहाँ पुग्नलाई किन हतार गर्नु भनेर बिस्तारै हिँड्न लागेको। अमलाको हमला छ पूर्व झापातिर पश्चिमतिर आउँछ भन्ने साह्रै लाग्यो पिर। हाँगा निउरी फलेका छन् रुखैनी अमला अमला दि बड्डा बजे बनायो गमला। कल्लाती पाइलाहरू यात्रामा रोकिया बुढा बड्डा बाजेनबाट निक्केरी जोगिया। अरे यार कसो लाग्यो पमनमा सड्कामा। तिमी जहाँ जसको भए पनि कुनै गुनासो छैन किनकि मनैदेखि माया गरेको मान्छे हो। त्यसैले पोते चुरा टिकी अरूको नामको लाए पनि सिन्दुर चाहिँ मेरै नामको ला है माया। सबैले महिला पुरुष बराबर भनेर भन्छन् त्यसैले सबै पुरुष प्रधानले टिकी पोते सिन्दुर हाल नत्र कसरी महिला पुरुष बराबर भयो त टाकाहरू। सबैले भन्न सुनेको आफ्नो खुट्टामा आफै उभिन सक्नुपर्छ भनेर। जब खुट्टाले के उभिएर देखाउनु यार अब हालले हिँडेर देखाउनु पर्यो। सट्का बाँझ नौ स्थानीय नौ सरकार यही दार्चुला जिल्ला चोखो माया फिर्ता लाउन मिल्ला कि नमिल्ला। लेखौँ नौगढ मल्लिकार्जुन अपी महाकाली शैलेश शिखर दु भ्यास मारमा फिर्तावाली। अरे कसो लाग्यो मनमा दताउन सट्का बाँझ। बामा भन्नुहुन्थ्यो पढी लेखी जागिरे भई बसी खानुपर्छ भनेर। +2 पास गरेकै हो आफ्नो भाग्यमा बेरोजगार हुनु लेख्या रहेछ त्यही भएर उभिएर खानु पर्याछ। जन्नीगाउँ है मुरैसम्म यात्रा भयो हाम्रो पेलेन चढेर हरभ्यालाई ट्र्याक्टरमा राम्रो। कचुलीको ठन्नो पानी अन्जुलीमा खाइजा ट्र्याक्टरमा आउँदै गर्छु भेट गर्नलाई आइजा। अरे यार कसो लाग्यो मनमा दताउन। ए चौपाताको धारा नजिक डोजर सियाको छ बेली बासा बाजकल्लीले दबाई दिएको छ। धक्का भयो कि निन आया हो 30 दिन भयो सिया धामी आइबर निको नाइ भयो डाक्टर बोलाइदिया। कसो लाग्यो मनमा दताउन छ्याटो डाक्टर बोलाइदिया रोड छ्याटो पुगलो कि जन्नी गाउँ। 2 तले 4 कोठे भवन जन्नी गाउँ सेरामै मेरो माया साँची राखे प्रीतिका फेरामै। गुणस्तरको पढाइ हुने दिगो हुने शिक्षा 105 वर्षसम्म सुवाकै प्रतीक्षा। अरे यार कसो लाग्यो मनमा दजा पैताउन।
मथिली मोटरको बाटो तल्लिनी क्याम्पस सहरकी बासकल्ली सुवा मुटुमा आउँछ टलक्क टल्किने फोटो मार्मा सल्ले धारा बासकल्ली बिरानी भइग्या के छ समाचार अरे र कसो लाग्यो पो मनमा द झापा ताउन ए फूल फुलाउ बसन्तरी तु दासी मन भयो सँगै बसी रात काटन्थ्या पुसकी पन्नाराई आज एक्लै रात काट्नु छ मन नलाए पुसकी पन्नाराई रात बासकल्लीका साथ घरबारे साइटाडा भया राइगेला कि याद असारकी दिन लामो पुसकी रात लामो साई भन्नुहुन्थ्या नसुन्थ्या मायाको बात लामो सफा हो जा मनको भाव पुरा हुन्छ चाहना सबजनालाई पुष्पन्नराई कि छ शुभकामना अरे कसो लाग्यो पो मनमा मोटरको बाटो पुग्यो जुन्नी गाउँ धारामा चिनो लाउँ कि सम्झना लाउँ आउने सवारमा सिफ्टी विनायक मुरै जोड्ने इस्टिमेट तालिका धन्यवाद छ ओडा सरकार धन्यवाद पालिका अरे कसो लाग्यो पो मनमा द झापा त अन्त